दर्शकबिन नमस्कार, म बलराम दाहाल। स्वागत छ मेरो युट्युब च्यानल प्रेरक संसारमा, जहाँ हरेक शब्दमा हुन्छ प्रेरणा अनि हरेक कथामा हुन्छ जीवन दर्शन। तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। भिडियोलाई लाइक, कमेन्ट र सेयर गरेर मलाई हौसला बढाइदिनुहोला। अब लागौँ आजको सन्देशतर्फ। एकपटक एक गरिब किसान पत्थरको माला बिक्री गर्न दोबाटोमा उभिएको थियो। त्यतिकैमा एक सुन व्यापारी त्यही बाटो हुँदै हिँडिरहेको हुन्छ। माला देखेर व्यापारीले किसानलाई सोध्छ, एदाई एदाई, के तिमीले यो पत्थरको माला बेच्ने हो? किसानले सहजै उत्तर दिन्छ, हो, त्यही माला बेच्नको लागि त म बिहानदेखि दोबाटोमा उभिएर ग्राहक पर्खिरहेको छु नि। सुन व्यापारी उत्साहित हुँदै सोध्छ, कति लिन्छ हो दाइ यो मालाको दाम? किसानले भन्छ, 50 रुपियाँ मात्र हो। लाखौँ पर्ने मालालाई 50 रुपियाँ भनेको सुनेपछि सुन व्यापारीलाई पक्का थाहा हुन्छ कि किसानलाई माला कति मूल्यवान छ भन्ने अत्तो छैन अनि सुन व्यापारीको मनमा लोभ पलाउन थाल्छ। 50 रुपियाँमा माला लैजानुको सट्टा उसले किसानसँग बार्गेनिङ गर्न थाल्छ। यस्तो जाब मालालाई पनि 50 रुपियाँ, मलाई 10 रुपियाँमा देऊ न। किसानले भन्छ, होइन हजुर, घरमा श्रीमती बिरामी छ, उसको उपचार गर्नको लागि 50 रुपियाँको जो त गर्नै पर्छ, त्यसैले मैले 50 रुपियाँमा यो माला बेच्नै पर्छ। आफूलाई खुबै बुद्धिमान ठान्ने त्यो व्यापारीले भन्छ, 10 रुपियाँमा दिने हो भने देऊ, नत्र भने तिम्रो माला तिमीसँगै राख, म त गएँ। व्यापारी आफ्नो बाटो लाग्छ। उक्त व्यापारीले सोचेको थियो कि किसानले केही छिनमा आफूलाई नै बोलाएर बैगु 10 रुपियाँमा यो माला लैजाऊ भनेर भन्छ अनि 10 रुपियाँमै त्यो माला लैजाउँला भन्ने उसले सोचेको थियो। तर किसानले उसलाई बोलाएन। व्यापारी परसम्म पुग्दासम्म फर्कँदै हेर्दै अगाडि बढिरहेको थियो। यसरी लामो दूरीसम्म पार गर्दा पनि आफूलाई किसानले बोलाएर मूल्य घटाउने सुरसार नगरेपछि सुन व्यापारीले 50 रुपियाँमै माला किन्ने मनसाय बोकेर किसान उभिएको ठाउँमा फर्केर आउँछ र भन्छ, बैगो तिमीले भनेकै दाम 50 रुपियाँ दिन्छु, मलाई माला देऊ। तर आश्चर्य, अहिले किसानको हातमा माला नै थिएन अनि किसानले भन्छ, माफ गर्नुहोस् हजुर, तपाईँले 50 रुपियाँ मोल नदिएपछि अर्कै ग्राहक आएर माला त 100 रुपियाँमा लगिसक्यो नि। यस्तो कुरा सुनेपछि आफ्नो टाउकोमा हात राख्दै सुन व्यापारीले भन्छ, धत्तेरी किसान दाइ, तिमीले लाखौँ पर्ने हिराको माला सित्तैमा दियौ है, साँच्ची तिमी त बुद्धि नभएको गधा नै रहेछौ। तिमीलाई थाहा छ त्यो माला पत्थरको होइन, हिराको हो नि। व्यापारीको कुरा सुनेपछि किसानले भन्छ, म त बुद्धिहीन भएँ, म गँवार भएँ र हिराको मालालाई पत्थर ठाने। तर तपाईँलाई त पहिल्यै थाहा रहेछ नि त्यो हिराको माला हो भनेर। हिराको माला भनेर जान्दा जान्दै पनि किन तपाईँले त्यसलाई पत्थरको भनेर पैसा दिन राजी हुनु भएन? किसानको कुरा सुनेर व्यापारी नाजवाफ हुन्छ। मित्रहरू, कतिपय मामिलामा हामी जानेर पनि नजानेको जस्तै गर्छौँ। यसो गर्दा आफैलाई ठगिरहेका हुन्छौँ। हामीलाई थाहा छ समय अमूल्य छ, स्वास्थ्य अमूल्य छ, सम्बन्ध अमूल्य छ, तर जान्दा जान्दै पनि हामीले त्यसलाई पत्थर ठानेर खेर फालिरहेका हुन्छौँ। जब अवसर गुम्छ, जब समय बित्छ, जब सम्बन्ध टुट्छ, त्यसपछि लाखौँ मूल्य तिरेर पनि केही गर्न सकिँदैन। बगेको खोला र घुमेको मौका फर्किँदैन। त्यसैले आजदेखि सुरु गरौँ समयलाई सम्मान गर्न, स्वास्थ्यलाई जोगाउन र सम्बन्धलाई मजबुत बनाउन। तपाईँको असल सोच नै जीवनको साँचो हिरा हो। दर्शकबिन, आजको सन्देश तपाईँलाई मन पर्यो भने लाइक, कमेन्ट गरिदिनुहोला। भिडियोलाई सेयर गरेर धेरै साथीहरूसम्म पुर्याइदिनुहोला अनि मेरो युट्युब च्यानल प्रेरक संसारलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। फेरि पनि यस्तै अर्को प्रेरणादायी भिडियोमा तपाईँ र मेरो भेट हुने नै छ। आजलाई बिदा दिनुहोस्। नमस्कार।